ज्ञानपारा तेपाको मूर्ति स्तम्भमा आएको छौँ दाजु र म मित्रहरू। यो चाहिँ वाटर फाउन्टेन, यो पर्यटकको लागि आकर्षकको लागि यहाँ यसो फाउन्टेन तयार हुँदैछ, फिनिसिङ भएको छैन र यहाँ यो बस्ने आज हामी छेन्तानी जाँदैछौँ दाजुभाइ, हाम्रो गौरुङ चुचुको नाति जेठा हाम्रो यानके राई दाजुसँग ल एकदम। यहाँ चाहिँ ज्ञानपारा तेपाको पार्कमा शालिग भएको ठाउँमा आएको छौँ र यो चाहिँ माकी कुकुरको स्तम्भ हो र हाम्रो दाजुले चाहिँ यहाँ बताउनुहुन्छ विस्तारमा यो माक्पा कसरी पत्ता लाग्यो भन्ने विषयमा विस्तृत जानकारी दिनुहुन्छ जानेसम्मको। दाजु ल यो माकी कुकुरको बारेमा बताइदिनुहोस् न, कसरी आए? पारा तेपाले चाहिँ उ गर्दाखेरि उहाँ सिमपानी बासपानीदेखि चाहिँ कुकुरलाई चाहिँ खोज्दै आउँदाखेरि हाम्रो पर माक्पाको उमा चाहिँ कुरो भएको चाहिँ त्यही भेट्टाएर चाहिँ अनि त्यो माक्पाले चाहिँ यहाँ अन्न हुन्छ, हर चिज हुन्छ, त्यो भेडै कुरो चाहिँ टालियो थियो र अनि यहाँ भनेर मलिलो ठाउँ छ भन्ने पत्ता लाग्यो, बसेर मलिलो ठाउँ रहेछ भने मलिलो ठाउँ चाहिँ यहाँ चाहिँ उब्जाउ हुन्छ, हर चिज हुन्छ भने उहाँहरूले चाहिँ गरेर अनि कुकुरले चाहिँ पहिला आएर अनि माकिपा भएको हो। र यहाँको त्यो च्यान चाहिँ यतै हो दाजु? यतै भएर यहीँ नै ए माकी कुकुरको सिहान चाहिँ यहीँ भएकोले यहीँ भएको अनि मूर्ति खडा गरिएको छ र माकी कुकुरको नामबाट नाम रहेर माक्पा गाउँ माकिपा गाउँ भनेर भनिन्थ्यो भने माकिपा देल भनिन्थ्यो भने अहिले माक्पा गाउँ अब ब्रान्च भएर माक्पा गाउँ माक्पा देल यसरी चाहिँ नामकरण भएको छ। र यो माथि लुम्दु गाउँ छोका नामदालु यसरी देख्न सकिन्छ। र यो चाहिँ माकिपा पार्क हो। यहाँ धाराहरू छ यहाँ ल, यहाँ घैँटो यहाँ जाँड चाहिँ तलबाट आउँछ भन्नु खोजेको छ यहाँ मित्रहरू। यहाँ यस्तो कुँदिएको धारा छ डिजाइनवाला, बाघमुखे धारा यस्तो डिजाइनमा चाहिँ ल एकदम राम्रो छ डिजाइन यहाँको। यहाँ 78 सालमा यहाँको 7औं महाधिवेशन दुमी फन्सिकिमको महाधिवेशन हुँदाखेरि यहाँ कार्यक्रममा हामी पनि उपस्थित भएको थियौँ। ल है मित्रहरू, यस्तो छ माकिपा पार्क। हेर्नु न यो त जोगाउनुलाई उता लानु पर्छ तेज भाइ, यो त लाने हो उहाँ बाक्सी लामा हुन्छ अरे नि कार्यक्रम, लाने हो। माकिपा पार्क भ्रमण गर्दैछौँ अहिले, अब छेन्तानी जाँदैछौँ, एकैछिनमा पुगिन्छ। ल निर्णय बाटो होला हौ दाजु माया छेन्तानी बि म पनि हेर्ता हेर्दैन ए ल म पनि हेर्ता हेर्नु न यो त जोगाउनुलाई उता लानु पर्छ तेज भाइ, यो त लाने हो उहाँ बाक्सी लामा हुन्छ अरे नि कार्यक्रम, लाने हो। हेर्नु न यो त जोगाउनुलाई उता लानु पर्छ तेज भाइ, यो त लाने हो उहाँ बाक्सी लामा हुन्छ अरे नि कार्यक्रम, लाने हो। बेप्लातिर आइपुगेको छौँ, बेप्लाको सिरानतिर के अरे सपनेश्वर महादेवको तपाईँ यो उता गएको रोड चाहिँ उता जाने बेप्ला गाउँमा चाहिँ घाँस हुन्छ, पशुपालनको लागि एकदम राम्रो उपयुक्त ठाउँ। हाम्रो दाजुहरूको पनि यहाँ जग्गा जमिन कता पो थियो, यही मासतिर है, आफै गर्दै हुनुहुन्छ कि दाजु? गर्ने जन पनि हुनु पर्यो। ल बेप्ला गाउँघर आइयो है मित्रहरू, हामी छेन्तानीतिर जाँदैछौँ, दाइ र भाइ मिलेर साथ दिएको छ आज, एकदम राम्रो छ। भोलि लास्ट घुमे हो छेन्तानीमा, अब के हुन्छ सायद हो। यो चाहिँ हाम्रो वीरबहादुर मामाको घर होइन, बिरे माइलाको घर। अनि पारी भिरकुने जेठाको घर। अमेरिका हुनुहुन्छ ए अमेरिका हुनुहुन्छ उहाँ घरको मान्छे। त्यो हाम्रो
किरणको भनौँ यो पहिला सार्जन भन्थ्यो सार्जन सार्जनले चाहिँ यो लाउनु लाग्यो यो ढुङ्गा हो हो ठुल्ठुलो रहेछ हो यो अहिले छुनिसकिन नि यो छैन यस्तो सार्जन दाइले लगाएको हो त गाह्रो उसले लाउनु लाग्यो नि लाउनु लाग्यो मान्छे लगाएर कर्मी गर्थ्यो नि त हो हो उसले अनि यो आइडिया गरेर लगाएको हो यो होइन बलियो लगाएको छ नि त तर यो चाहिँ बारे चाहिँ उहाँको ससुरालीको है ए यो चाहिँ यो ए अंश चारजना साथले किनेको यसको अंश चाहिँ फेरि मासतिर छ हाम्रो फेरि हाम्रो बाजे एउटै घर हजुर मासतिर यतिको चाहिँ त्यति चाहिँ खेत थियो हाम्रो चाहिँ लाउनु भाइ ल भिर कुनातिर आएको छौँ यही केही मिटरको दूरीमा चाहिँ छेन्तानी भन्ने छ यो है लाउरे भएर हो जग्गा साह्रै राम्रो छ यहाँ गएर परेको ल पानीको व्यवस्था पनि छ यहाँ यो भैँसीकोले पालेछ थोरेर छ नभ्याउने यस भैँसीलाई चाहिँ दुई खुट्टामा नबाँधी चाहिँ कन्ट्रोलै नहुँदो रहेछ हामी अहिले भिरकुना भन्ने ठाउँमा आएको छौँ यो भिरकुना नाम रहनु कारण चाहिँ भिरको कापमा रहेको रहेछ यो ठाउँ अहिले कुना कुना परेको छ भिरको काखमा बसेकोले अनि यो कापमा परेकोले चाहिँ कुना परेकोले भिरकुना भन्ने यो ठाउँको नाम हो बेप्लाको सिरानमा पर्छ यहाँको मान्छेहरू चाहिँ अहिले पलायन भइसकेका छन् धेरैजना थोरै मात्रै घर मान्छेहरू बसिरहेछन् कोही अब मधेसतिर झरे कोही अमेरिकातिर छन् भन्ने सुन्छु होइन दाजु कता कता पुगे अब त्यही पनि यो जमिनमा चाहिँ खेतीबारी राम्रै भइरहेको छ यहाँ मकै छ तलतिर बाँझै छ मान्छेहरू सबै यो खेत हो दाजु यो खेत थियो है सबै खेतै हो यो खेतमा अहिले यस्तो छ मित्रहरू तल खेत चाहिँ बाँझै देख्दैछु सबै विदेश पलायन भइसके सबै यहाँ गाडी आइपुग्यो माक्पा बेप्लामा तर मान्छे बसाइसकेछ भिरकुना अझै सिद्धिएको छैन आमामा त्यतिर फापर छरेको रहेछन् मित्रहरू बुहारीले घाँस खरको घाँस ल्याएको छन् यो परेको चाहिँ कसको थियो ए ल अब म पारीपट्टिको दृश्य देखाउँछु मित्रहरू चङखोला पारी वाङ देख्दैछ त्यहाँ पनि बाटो पुऱ्याएको रहेछ ऊ ठ्याक्कै ल पारी राखा बाङदेल ठोकाएको छ साथीहरू अब यो भिरकुना भन्नु कारण यो भिरमा चाहिँ यस्तो कुना देखेकोले भिरकुना है नाम मित्रहरू ल खतरा भिर छ है मित्रहरू यहाँबाट लड्यो भने मान्छे चोक्टा लाम्टा पनि हुनसक्छ यतातिर बेप्ला गाउँ देखिन्छ ल तलतिर हो हाम्रो खेतहरू त्यहाँ थियो पहिले साथीहरू ल यस्तो छ बेप्ला गाउँको दृश्य यो चाहिँ खोल्सातिर यो उपाय अप्नाएको रहेछ पानी ल्याउने डुँड ल दाजु अब सेन्तानी आइपुग्नु आँट होइन ल धुवा आइगयो यो पानी चाहिँ चङखोलाको होला सायद ल्याउने कि अलि ओरैबाट चङखोला त टाढै छ नि च्यार खोला ल ल ल सेन्तानी दाजुलाई बोडीगार्ड हुनु पऱ्यो नि त हामी बल्ल बल्ल आइपुग्यो ल नमस्कार है सबैलाई ल ल ल ल हाम्रो वडा सदस्यज्यू पहिले नै उपस्थित हुनुभएछ सबै भान्जा भाइ दाजुहरू सबै वात्त छोरालाई मेरो नमस्कार छ हाम्रो फोपोलाई पनि यो छेन्तानीमा मेरो यो दोस्रो पटक हो तर पहिले चाहिँ शैक्षिक भ्रमणको सिलसिलामा म आएको थिएँ सानो हुँदाखेरि 6 क्लास पढ्दा आएको थिएँ धेरै साल पहिले अहिले म 55 वर्षको उमेरमा आइपुगेछु हामीले 55वटा चाहिँ साकेला हामीले मनाइसक्यौँ छ भतिज साइनोले भतिज उहाँ वडा सदस्य हुनुहुन्छ हाम्रो माक्पा गाउँको ऐसिल खर्क गाउँपालिका वडा नम्बर 7 को वडा सदस्य हुनुहुन्छ र यहाँ छेन्तानीमा चाहिँ यो अर्ग्यानिक पानी हाम्रो यो फ्रेस पानी ल हाम्रो भतिज हो कि भान्जा हो उहाँ मुन्धुमको प्रसाद हो अनि भन्ने ठाउँमा आइपुगेको छौँ
आज हिजो उखुली भयो, आज छेन्तानी, भोलि भूमि सकिन्छ र यो छेन्तानीको पानी र यो छेन्तानीको पानीमा चाहिँ पहेँलो यो उहिलेदेखि यो पानी पराएदेखि चाहिँ यस्तो छ। यही हुनु कारण चाहिँ यहाँ आइरनको खानी छ, फलाम खानी हुनु सक्ने सम्भावना छ मित्रहरू। उहिले पराको कालमा हाम्रो बाजे ट्याब्जुले यहाँको पानी खानुहुन्थ्यो अरे भन्ने भनाइ छ। यहाँ चाहिँ बिरमेचोमा अब जहाँ खिप्ती तान्ने गर्छ प्रसाद। ल फु गोतार छ सक्ली। ल नाना हाम बिरमेचो हाम ताम्बी तयार छुक्तिङ तर छ। ल भाउजू हाम ल ल जा खिप्ती तान्ने ल ल सुने ग्राक्सा माग्नु रहेछ। ल ल ताम तुना छुक्ता है भाउजू, फेरि आशाला नाममा फेरि चाय छुक्ता। यहाँ चाहिँ बाटो चिप्लो चिप्लो रहेछ, झर्नुलाई गाह्रो छ। फर्स्टचोटि मात्रै गाह्रो गर्छ, डुङडुङ जाँदो रहेछ। फर्स्टचोटि मात्रै अलिक ढिलो हुँदैछ। यो भित्र चाहिँ के पानी? लौलीको कङ्कु, लौलीको कङ्कु अनि यो फुल, लोजम्पो फुल। हामीलाई भन्छ हर जाजा, हर जाजा। हर जाबो, हर जाजा। ल फुल ल मर्निङ भाइ। चुपिया मुनि पङ्खु बि मुख यताबाट हावा गएको छ नि। होइन हावा गएर हेर्नु न कहाँ आगो अलिक ठुलो अलिक आगो त्यहाँ साइडमा पुगेछ नि त। सेलो नि अनि अनि त्यसपछि यस्तो जाने पानी बनाउने, अनि यहाँ ढल्ने गरिदिने, अनि यहाँबाट त्यो वल खेती गरिदिने क्या। यहाँ पाँचवटा जति जाली लगाइयो भने पुग्छौँ यहाँ। जाली हालिदिने एकदमै विपद छ। सोमदामले गएर अब गयो झरो भने ढोडाङ्गे उठेर गोलखाडी पुजु ब्रुस्नी हो टाइम भिडियो छुक्तिङ त जेनियर के काम भूमि इङ्गुली यता घुमेको पिसपछि यताबाट फुटेको छ नि अनि त्यसपछि अब हानेपछि फुटेको यता यो चाहिँ भूमि कि इङ्गुली फुटा हो यता भूमि हो उहाँले चोकेर यो भूमि यो इङ्गुली राख्नुहुन्छ कि होइन तर उहाँलाई थाहा हुन्छ र उहाँले भन्न खुसी हामीलाई पनि थाहा हुन्छ कान्छा भाइ त्यो चोया एउटा निकाल है अब यो बान्नु यादे
मान्छेले छोड्ने हो र त्यो कहाँ त्यो तल यो त अहिले उम्ले त टाइट हुन्छ प्रायः चाहिँ अलिक बिस्तारै उता लानु बिस्तारै यता छुनु हुँदैन ल यो त बार होइन त यो त टाइट गरेर त हुँदैन नि यो माथि भेट्छ नि कान्छे दाइ त्यो जोगाएर खेती गर्नु है त्यही लगाइदिनु चुचु गर्नुले हो मन दाजुलाई अनि भन्दाइले मलाई ग्यारेन्टी भनेकै यो कहाँ बन्दासम्म कि कहाँ अब होइन बाली खुवाउनु भयो होला बाली खुवाएछ नि अब मसिनो थियो होला भन्नाले 17-18 वर्षको थियो होला कसेर आने जाली नै भनेर कहाँ नै सुन्दैन अझै पनि राम्रो सुन्दिनँ भन्थे बुढोले हो कि होइन रियलले हो कि दाहिने कि देब्रे हातले हान्नु भएको छ देब्रेले देब्रेको उल्टोले होला यसरी देब्रेले हान्छ भलिबल सर्ट हान्नु कस्तो कडा हान्छ नि देब्रेले त्यस्तै हान्दैछन् कि क्या यो चाहिँ रेली है भनेको यो चुचु गोरुले त पढाउने मास्टरलाई पनि यसो बजाएको अरे नि त खासै लडाइ भएछ अनि तिम्रो चुचु गरौँ यता फर्किनु के भन्नु भन्नु दाजु म एउटा कसै गर्छ यो भन न अनि सुति विवाह गर्छ गुम्बा चाहिँ है बजार गएको बजार भाइ बोकेर गएको अनि तिम्रो चुचु गरौँ चाहिँ गोर्खाहरू घोडामा जाने हो कि घोडामा घोडामा गोर्खाहरू घोडामा गएको अहिले बाटो गएको भाइ भेट भइसक्यो रेनिया बुझ्नेको त तनी कोही खोइमा चाहिँ खोइमा